गुड मर्निङ साथीहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। मेरो नाम सृष्टि सिन्ज्याली। आज म चाहिँ गलेङ जाँदैछु। अब म घर जानु पर्यो। हाम्रो गाउँ चाहिँ म राम्रोसँग देखाउँछु। हाम्रो घर त्यही अनि त्यही हो, उता पानी बहुतै हुनुहुन्छ अनि यता फेरि पानीको लाइन लाग्छ। आज हाम्रो घरको पालो दोकान यस्तो हुन्छ, सानो दोकान छ। यस्तो हुँदो रहेछ गाउँघरको दोकान चाहिँ। ए दिदी अनि ठुलमम्मी म जान्न, कस्तो देखाउन बाबाले त बसाल्छ नि बाबा ठुलमम्मी र म। मेरो आज कपडा ठुलमम्मीको लगाएको। अनि अनुपु मेरो एयरपोर्ट खोज्दै हरायो मेरो। नयाँ जो हो के ल अब हामी नि आज घर जाने हो। अझै म होइन घर जाने होइन, भात त मैले तर दिदीको सुजीको घर जाने चप्पट खाने। अनि चप्पट खाएर अनि गलेङ जाने। पिङ खेल्छ नि दसैँमा। हो यहाँ हो पिङ राख्ने। पुरा यो पोखरी नै थियो। राम 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 राम। यस्तो दुःख हुने हेर्नु त। बाटो हिँड्न पनि डर लाग्ने। यस्ताले के गरी खाली, यस्ताले के गरी खाली। म त पुग्दिनँ यहाँ त अहिले चाहिँ भनेको। म त पुग्दिनँ दाउरा। हामी आएँ ल यता हैसेले त भाइ यस्तो नफाल्नु। ल अब हामी चाहिँ घाँस काट्छौँ। तर के गर्नु, लोटिसक्यो एकचोटि नौरन गरिसक्यो ज्यानलाई। लाने हिँड गौतम बुद्ध बस्नु जस्तो छ। गौतम बुद्ध यहाँ बसेको रहेछ क्या हो कि, यहाँ बसेको रहेछ क्या हो कि। अब हामी चाहिँ अब सबै झापझुप गरेर घाँस सास पुऱ्याएर अब हिँड्न लाग्यो। अब नास्ता पानी त्यस्तै भयो के अरे। मेरो अघि लोटेको, अघि मेरो लोटेको के तेरो मम्मीले उस गरिसक्नु भयो, दाउरा र घाँस ल्याइसक्नु भयो। अब हामीले मैले घाँस बोक्ने। म त दाउरा सक्दिनँ, अघि झन्डै मरेन। कोल्ताङ 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 हुँदै आएको थियो। घाँस बोक्छु कि त अनुपले बोक्छ। अनुपले हो त माथिको बोक्छ के अरे। म भाग्यमानी हुने भए दिदी। महिनामा एकचोटि नुहाउन पाएँ नि त, महिनामा एकचोटि नुहाउन पाएँ नि त। म कालीले त्यहाँ बोकेँ, दिदीको त भारी, मेरो भारी यहाँ छ। हामी चाहिँ हिँड्छौँ। लुङ्गी लाछु सक्दिनँ जस्तो छ। ल अब चप्पल उड्यो। भारी बिसायो मेरो भारी उ त्यहाँ छ। कालीको भारी माथि कालीले पनि बोकी, अनुपले बोक्नु लाग्यो, दिदीले पनि बोक्नु लाउनु भयो, मम्मीले पनि। हामी हिँड्यौँ है। हामी चाहिँ अमालाई ल्याएको थियौँ नि त। म चाहिँ अब नुहाइ धुवाइ गरेर रेडी हुन्छु है त। ल म चाहिँ रेडी भयो। अब हिँड्न लाग्यो कि ब्याग यहाँ छ, ब्याग बोकेर अब हिँड्ने हो। जाने हो साथीहरू। खै झोला झोला बोक्दैन कस्तो र। गाडी भाडा दिन लानु भयो क्या 20 रुपियाँ। कहिले नि धेरै बढ्ने भएन, बढ्यो आज त 110। 10 रुपियाँ नभएर भन्नु न। धन्यवाद। ल तँले तँ बोक, मैले यो बोक्छु के। मलाई दुःख नमाग्न त। पैसा दिनु लाग, मलाई दिनु लाग। ल हामी गयौँ, बाई। दिनुभयो 110 रुपियाँ। ल हामी हिँड्ने हो अब खै कहिले आउने तर चाहिँ नमोरी बाजु फेरि आउने हो। म यहाँ आइएन नि, यहाँ आइए पनि घर चाहिँ हिँड्यो। अब यहाँबाट पनि यसो फोटो खिच्दै थियौँ कि यस्तो बाटो बनाएको रहेछ। पहिला त यस्तो धेरै थिएन भाइ, त्यस्तो बनाएको रहेछ। म आएँ भने त स्कुटीमै आउने अब त। अच्छा सक्दिनँ म त स्कुटी जति पनि सक्ने छ। यो बाटो हो, यो बाटोबाट ल्याउन सकिन्न, तर अर्को बाटो चाहिँ ल्याउन सकिन्छ। जहिले आए पनि स्कुटीमै आउँछु। अब म स्कुटी जसको भए पनि लिएर आउँछु के, मैले चलाएर आउँदिनँ, अर्काको लिएर आउँछु के भनौँ त्यो के। बाहुन गाउँ आइयो। अब यत्रो बाटो हिँड्छ। अब तल वसुन्धरा पुग्नलाई अझै तल हो क्या, भोइथिङ जाने। अब त नेक्स्ट टाइम त माफै
स्कुटी सिकेर कि बाइक सिकेर भर गरेर आउँछु ब्लड बाइक सिकेर भर गरेर आउँछु म अब बाटो फेरि यस्तो छ कि भने हुन्थ्यो बिचरा त्यसले मेरो झोला पुग्थ्यो त्यो बसुन्तारा गएर दोकानको सामान ल्याउने हो त्यसले अनि त्यसले दोकानको सामान ल्याएर कुरकुरेहरू के रिचार्ज कार्डहरू ल्याउने हो कि बसुन्तारा गएर भिडियो बनाउँछु ल बिचरा त्यसले सरसाउन मात्रै यो मात्र हो कि नरिसाएर भोलि पर्सि म कमाउने भएपछि तँलाई मैले ज्याकेटकै दोकान किनिदिन्छु के एकछिनलाई मात्र ए हुन् न र भोलि पर्सि कमाएपछि एउटा ज्याकेट चिनो हानिदिन्छु त्यो ज्याकेट लान आउनु त घरको ज्याकेट अब त घरमा बस्दा कि यताउति अब साथीहरूसँग यसो घुम्न जाँदा कपडा छैन भन्न त हुँदैन अब ट्रक्क जा त्यो स्कुटीतिर चढ्दा कतैतिर घुम्न जाने बेलामा ट्रक्क लाएर हावा घुस्दैन नि चौबार एकछिन बस्छौँ अनि तल अनि गलेङ झर्छौँ सामान लानु पऱ्यो नि पहिला ल अब चाहिँ हामी हिँड्यौँ बसुन्धरा हामी नै मैले झोला बोक्यो ल हामी हिँड्यौँ अब त्यहाँ चौपारीमा बसेर हामीले यो सामान राख्छौँ अघि 60 भए अघि 60 भए गरौँ अब यहाँ यस्तो बनाइसक्नु भएको छ अब कति वर्षपछि अब थिएन केही पनि थिएन नाली थियो यस्तो बनाउनु भएको छ यहाँ पुरा यहाँ सब के थियो थाहा सब त्यो लोट्ने जस्तो बाटो थियो के होइन यस्तो बनाएको छु बजादी आए हे मामी ल अबे एकपट्टि यसलाई छ भन्ने अनि मेरो 15 फागुनलाई खासमा मागेको त्यसलाई चोला हो अनि 15 फागुनलाई बनाएको आएको त म चाहिँ गलेङ आएको चाहिँ बाइकमा आएको बाइकमा भिडियो बनाउनु सकेन अब त्यहाँ 3 जना भएर अटेको उ त्यो दिदी अनि म अनि उहाँको परे माचिँदैन के हुन्न ल अब घर जान्छु घर गएर अब यसो चिया बनाउनु काम छ त्यही हो सेलरोटी बनाउनु पर्दैन यी मेरो चोला साथीहरू आजलाई यति नै म घर आइसकेँ हेर्नु साथी के भन्नु बिजोक छ अब चिया बनाएर उता मम्मीतिर चिया छोड्न गएर सबैजना सब्सक्राइब गर्न नभुल्नु होला अनि सबैलाई धेरै माया सम्मान छ आजलाई यति नै बाई बाई साथीहरू।